खड्काजी, BBC न्युज नेपालीमा स्वागत छ। हुन्छ, धन्यवाद। तपाईँ प्रधानमन्त्री बन्छु भन्दै हुनुहुन्छ। देशको अहिले जुन अवस्था छ, हाम्रो प्रधानमन्त्री बन्नको लागि जे जस्तो अवस्था चाहिन्छ त्यसमा कसरी सम्भव छ? कसरी सम्भव छ? चुनाव जित्ने, बन्ने। तर चुनाव जितेर मात्र त भएन नि, त्यहाँ बहुमत चाहियो। के जितेर भयो त? बहुमत हामी ल्याउँछौँ त। तपाईँ आफ्नो पार्टीले बहुमत ल्याउँछु भने ल्याउँछौँ, हामी ल्याउँछौँ। प्रधानमन्त्री बन्छौँ, बन्नेमा ढुक्क बन्छौँ। त्यसमा सबैलाई यो प्रश्न किन आइरहेछ भन्छु कि म त छक्क पर्छु। जो पनि पार्टीको अध्यक्ष प्रधानमन्त्री बन्छु भन्छ नि, त्यसमा को ठुलो कुरो हो? तर आधार त चाहियो नि, गठबन्धन। आधार त किन के को गठबन्धन गरिराख्ने? नेपाली जनताले जिताउँछन्, बन्छौँ हामी, सकिगयो त। अब तपाईँ चुनाव जितेर संसदमा जानुभयो भने तपाईँको काम यस अघिको संसदको भन्दा कसरी फरक हुन्छ? हामी किसानहरूको मुद्दाहरू त्यहाँ होइन तपाईँको चाहिँ बहस गर्छौँ। बहस मात्रै गर्दैनौँ, नीति तथा कार्यक्रम बनाएर तत्काल गइहाल्नुपर्छ। बहसै मात्रै गरिराख्नु हुँदैन होइन। अब जस्तै हाम्रो यो माटोको फर्टिलिटी है, यसको फर्टिलिटी के हो भन्ने हामीलाई थाहा छैन होइन, अध्ययन पनि गर्दैनौँ। कृषि मन्त्रालय भनेको त सबभन्दा सानो मन्त्री, सबभन्दा सानो तपाईँको चाहिँ महत्त्व राख्ने मन्त्रालय भन्ने खालको बुझाइ छ होइन। यो कुरा छ कि कृषिमा हामीले ठुलो क्रान्ति ल्याउनुपर्छ, शिक्षामा फेरबदल गर्नुपर्छ, थुप्रै कुराहरू छन्। विगतमा खास गरी अझ ठुला नाम चलेका नेताहरू चाहिँ संसदमा उपस्थितै नहुने अथवा एकदमै कम गएको थियो। साह्रो राम्रो प्रश्न ल्याउनु भयो। जनप्रतिनिधिहरू चुनाव जितिसकेपछि तास खेल्दै बस्नेहरू थाहा छ नि मलाई होइन। म्यारिज खेल्दै बस्ने होइन, ठुल्ठुला चाहिने उहरूसँग, अनि घुमेर हिँड्ने, अनि संसदमा नजाने, गए पनि सुत्ने, निदाउनेहरू छ नि। मैले तपाईँलाई धेरै पहिलादेखि भनिरहेको छु, तपाईँ के अरे मिडिया मार्फत पनि। अब कोही त्यस्तो खालको सांसद हाम्रो तर्फबाट आएर सदनमा सुत्यो भने त्यसलाई तत्काल साधारण सदस्य पनि नरहने गरी निकालिदिन्छौँ हामी। जो चुनिएर गए पनि एउटा मिलिजुलीमै काम गर्नुपर्ने अवस्था छ। तपाईँको रुचि केमा छ? अलिकति प्रतिपक्षमा बस्ने कि सत्ता? अब यस्तो छ हौ, तपाईँको नेपाली जनताले हामीलाई तपाईँको चाहिँ नि जिताउनुपर्छ। मैले भने त जिताउनुपर्छ। हामी गएर काम गर्छौँ, हामी सरकार गठन गर्छौँ। सरकार गठन गर्ने मत दिनु पऱ्यो नि त हामीलाई, नेपाली जनताले। एउटा कुरा यस्तो रहेछ कि काम गर्नलाई एउटा चाहिँ चाहना चाहिँदो रहेछ, गर्न चाहन्छ कि चाहँदैन भन्ने। अर्को गर्ने क्षमता चाहिँदो रहेछ, गर्न सक्छ कि सक्दैन भन्ने कुरा बुझ्नुभयो नि। अर्को चाहिँ गर्ने तरिका हुँदो रहेछ, तरिका उसलाई गर्न आउँछ कि आउँदैन भन्ने कुरा। यो तिनवटा कुरामा ल्याकिङ हुन्छ क्या त्यहाँ। गर्न सके पनि, गर्न आए पनि, गर्न नचाहने मान्छेहरू यो देशमा धेरै छ। यो तिनटै कुरा चाहिँ श्रम संस्कृति पार्टीमा छ। त्यो छ, ममा छ होइन। मैले चाहिँ उठाएको उम्मेदवारहरूमा छ त्यो चिज हो। किनभने मैले त आफूलाई प्रुभ गरेर देखाएको छु क्या। देश बनाउनको लागि ढुङ्गा बोकेर पुरा श्रमको अभियान चलाउने मान्छे होइन म। त्यो गफ होइन नि त यो त होइन। अहिले पूर्वदेखि पश्चिमसम्म हाम्रो श्रमदाताहरू श्रम गरिरहेछ। हाम्रो त पार्टीमा तपाईँको नेता हुँदैन, हामी त श्रमदाता मात्रै हो, नेता कार्यकर्ता हुँदैन। मैले बारम्बार भनेको कुरा तपाईँलाई सुन्नु भएको कुरा पनि होला। किन नेता हुँदैन त? म श्रमदाता मात्रै हो है। अहिले पनि श्रमदाताकै टी सर्ट लगाइरहेको छु होइन। यो लेभलमा हामी देशलाई लान्छौँ। काम त यति गर्छौँ कि मान्छेले सोचेकै छैन। देशमा विकास गर्ने भने उत्पादन र निर्माणमा लाग्नुपर्छ हामी। सके आविष्कार पनि गरौँ, जस्तो क्यामेरा पनि बनाउँ न हामीले। त्यो चाहिँ नेक्स्ट लेभलको कुराहरूलाई पहिला चाहिँ हामीले उत्पादन र निर्माणमा फोकस गर्नुपर्छ। यो तपाईँले भनिहाल्नुभयो, यो श्रम मात्रै गरेर हुन्छ त? के गरेर हुन्छ? एउटा नेतृत्वमा गएपछि त आफै बेल्चा बोकेर त नहोला नि त। अलिकति कुराहरू बनाउने। लिडर लिड्स फ्रम होइन। तपाईँको चाहिँ लिडिङ पोइन्टबाट चाहिँ अगाडिबाट गर्छ क्या उसले। कुरा बुझ्नुभयो नि, बिहाइन्डबाट गर्दैन। मान्छेलाई लिड चाहिँ हामीले अगाडिबाट गर्नुपर्छ क्या। दिस इज हाउ वी हेभ टु डु भनेर इक्जाम्पल सेट गर्दै जाने हो। लिड बाई इक्जाम्पल, त्यो चिज हो होइन। अहिले मैले बेल्चा बोकिरहेको छु त, अहिले पनि छैन नि त। तर बेल्चा बोकेर, गैँती बोकेर हामी आफैले हाम्रो देश बनाउनु पर्ने रहेछ, विदेशी ऋणले हुँदैन रहेछ भन्ने जागरण कसले ल्याइदियो यो देशमा? मैले होइन। अनि त्यो कुरालाई भन्नलाई पत्रकारले किन तपाईँको हिचकिचाएको? तपाईँ भोलि चुनिएर जानुभयो, संसदमै जानुभयो, मन्त्री हुनुभयो, प्रधानमन्त्री हुनुभयो भने पनि तपाईँ त्यहाँ एक्लै मात्र त हुनुहुन्न।
जुन एउटा कर्मचारी तन्त्र छ यो अहिलेको व्यवस्थापन म कहिले पनि अँध्यारो म कहिले पनि अँध्यारोतिर म कहिले पनि अँध्यारोतिर हेर्दिनँ सर। पहिला मलाई त्यसै भन्थ्यो त्यो चुनावै जित्न सक्दैन एक्लो मान्छे के गर्थ्यो र भन्थ्यो, कामै गर्न सक्दैन 3 महिनामा रिजाइन दिन्छ यसले भन्थ्यो मलाई पहिला होइन। तर धरानपुर महानगरपालिकामा मैले दुई साइडबाट विकास गरेँ। एउटा बजेटको किताबको रेड बुकको होइन, बजेट बनाएर काम गर्यो करले, त्यो ठेकदारले गर्यो होइन। अर्को श्रमदानबाट जनता आफैले होइन तपाईँको चाहिँ भोलिन्टियरिङ पार्टिसिपेसनमा काम भयो। नारायण गोपालको एउटा गीत म तपाईँलाई स्मरण गराउन चाहन्छु, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। पुरै जिन्दगीमा एउटा मान्छेको मायाले फरक पार्छ होइन है, एउटा मान्छेले नै परिवर्तन ल्याउने हो। त्यही बिचमा तपाईँले एउटा पानीको बोतल लिएर जित्नु पनि भएको थियो, तर बिचैमा फेरि मेयर पद छोडेर त्यो कुराको धेरै मैले उत्तर दिइसकेँ। अब देश बचाउने ठुलो कुरो कि धरान बनाउने ठुलो कुरो त? त्यो देश भन्ने भित्रै होला नि त धरान होइन र? देशै रहेन भने धरान रहन्छ त? त्यसले गर्दाखेरि देश बचाउने कुरा चाहिँ अहम प्रश्न भयो मेरो लागि। त्यसले गर्दाखेरि देश बचाउनका लागि निस्केको श्रम संस्कृति, अर्को साम्पाङको टिम। तपाईँ मेयर पदमा हुँदाखेरि तपाईँको जस्तै उपमेयर, वडाध्यक्ष, पूर्व जनप्रतिनिधिहरूसँग पनि तपाईँको सम्बन्ध खासै राम्रो थिएन भनिन्छ, के भन्नुहुन्छ यो बारेमा? होइन यस्तो छ र खासै राम्रो थिएन भन्ने कुरा होइन, हामी बहस पैरवी गर्थ्यौँ होइन। कार्यपालिका बैठकलाई मैले लाइभ ब्रोडकास्ट गर्थेँ ताकि अरूले पनि देखोस् भनेर, तर अब लिमिटेसन हुँदैन सामाजिक सञ्जालको, संसारभरिबाट हेर्नुहुन्थ्यो होइन। अब त्यस्तो नराम्रो भन्ने होइन, तर उहाँहरूले अब्जेक्सन चाहिँ गर्न खोज्नुहुन्थ्यो मलाई, किनभने यो स्वतन्त्र छ, त्यही खालको पार्टीको ब्रिफिङ भएर आउँथ्यो। त्यसले गर्दाखेरि अब धेरै अब्स्टेकल्स खडाहरू गर्नु खोज्नु भएको छ धेरै कुराहरूमा, तर मैले टेरिनँ। तपाईँले जस्तै यो कुराहरू चाहिँ विरोधीले भने मेरो होइन, विरोधी विपक्षी विपक्षीले भन्नुभयो होइन, विपक्षीले भन्छ क्या, चित्त नबुझेको कुराहरू सामाजिक सञ्जालमा ल्याउनुहुन्छ, गीत बनाएर बजाउनुहुन्छ हो। यो बारेमा पनि अलिकति भनिदिनुहोस् न। यो किन अब भोलि संसदमा पुगेपछि पनि तपाईँ यस्तै हो कि? यस्तो छ, त्यतिखेर अलिक शैली चेन्ज हुन्छ हाम्रो होइन। जिम्मेवारीको तहहरू बढ्छन्, जिम्मेवारीको तह अनुसार मान्छेको भूमिकाहरू होइन चाहिँ परिवर्तन हुँदै जाने हो। त्यसो भएको कारणले गर्दाखेरि अब विरोध भन्ने कुरामा अब गीत बजाएर भन्दाखेरि म असन्तुष्टि व्यक्त गर्छु। जतिखेर मलाई प्रहार हुन्छ मैले कहिले पनि स्टार्ट गर्दिनँ। म त डिफेन्सिभ मान्छे हो क्या, अफेन्सिभ मान्छे होइन है। कुरा बुझ्नु पनि, यो देशमा विकास हुनुपर्छ, यो देशको रक्षा गरिनुपर्छ, यो देश रहनुपर्छ भन्ने कुरामा जबरजस्ती मेरो छ। विकास गर्नुपर्छ भन्नेमा जबरजस्ती छ। म आफूलाई पनि भयङ्कर टचर गर्ने मान्छे हो है। त्यसले गर्दाखेरि त्यस्तो तरिकाले त्यो तरिकाको क्यारेक्टर हो म। अब विरोध गर्यो, गीत गायो भन्दाखेरि चाहिँ अरूले मलाई प्रहार गरेको हुन्छ क्या। जस्तै तपाईँले हर्क साम्बाङले यस्तो नराम्रो गर्यो भनेर भन्नुभयो भने मैले तपाईँको उत्तर दिन्छु। त्यो माध्यम चाहिँ सामाजिक सञ्जाल हो, जो पाए त्यसको त म गर्दिनँ, तर कुन लेभलबाट त्यसको इम्प्याक्ट के पर्छ भन्ने इम्प्याक्ट क्यालकुलेसन गर्छु नि त म त। तपाईँले गरेको विरोधको इम्प्याक्ट के हुन्छ भन्ने हेर्छु क्या। को व्यक्तिबाट कुन तहको विरोध आउँदैछ, मलाई प्रहार हुँदैछ भन्ने कुरा क्यालकुलेट गरेर इम्प्याक्ट क्यालकुलेसन भन्छु म त्यसलाई इम्प्याक्ट क्यालकुलेसन गरेर चाहिँ मैले गीतहरू गाउने हो क्या। जुन तरिकाले तपाईँले सामाजिक सञ्जालहरूमा विशेष गरी लेख्नुहुन्छ, सामाजिक सञ्जाल अब यो तपाईँको इन्टरभ्यूमा यसमा म खसरै बोलिरहेको छु नि त होइन, खसरै बोल्नुपर्छ क्या। चोरलाई त चोरै भन्छु म त, चोरलाई साधु भन्दिनँ। तपाईँले मलाई जति नै फकाउनुहोस् भन्छस् कि भन्दैनस् भनेर डर धम्की देखाउनुहोस्, केही फरक पर्दैन, म चोरै हो भन्छु। भोलि संसदमा तपाईँ पुग्नु त्यतिखेर पनि चोरलाई चोरै भन्छु, साधुलाई साधु नै भन्छु। संसदमा त सबैजना जनताले चुनेरै पठाएको प्रतिनिधित्वहरू हुन्छन्, सबैसँग धेरै जस्तो हामी हुन्छौँ, मिलेरै काम गर्नुपर्छ, कसरी सम्भव हुन्छ? धेरै जस्तो हामी हुन्छौँ। म मुद्दा उठान गरिदिइहाल्छु नि। अब यो प्रश्न त मलाई यहाँ नगरको पालिकाको प्रमुख हुँदा पनि गरेको थियो नि, कसरी गर्छ होला एक्लैले भने मैले मजाले चलाइदिएँ। यो अहिलेको चुनावमा जेएनजीको एउटा आन्दोलनपछि सृजना भएको यो अवस्था हो। जेएनजीको प्रमुख आकांक्षा के थियो भन्ने मान्नुहुन्छ? साँच्चैको तपाईँको चाहिँ यो देशमा चेन्ज होस् भन्ने चाहना राख्ने जेएनजीले चाहिँ देशमा भ्रष्टाचार नहोस्, सामाजिक सञ्जाल लगायतका तपाईँको चाहिँ यो होइन बोल्न पाउने प्लेटफर्म होइन, बोल्न पाउने अधिकार हो नि त सामाजिक सञ्जाल त
होइन सुन्न पाउने जानकारी पाउने अधिकार सहज तरिकाले जानकारी पाउने अधिकार नखोसियोस् होइन र हाम्रो भविष्य हाम्रै देशमा सुनिश्चित होस् भन्ने 3टा उहाँहरूको चाहना थियो जस्तो मलाई लाग्छ। त्यो आकांक्षा उहाँहरूको पुरा गर्नलाई त्यसको लागि तर्फबाट चाहिँ के श्रम कस्तो संस्कृति पार्टीले जेनजी आयोगै गठन गर्छौँ हामी। मैले वचन दिएको छु जेनजीलाई म कहिल्यै पनि ढुङ्गा हान्न बोलाउँदिनँ है, कहिल्यै पनि आगो के अरे बाल्नलाई टायर बाल्नलाई बोलाउँदिनँ, झगडा गर्न बोलाउँदिनँ। जेनजीलाई म कहिले बोलाउँछु भन्दाखेरि जब यो देश भत्किन्छ नि त्यतिखेर म बनाउनलाई निर्माणका लागि जब म अगाडि बढ्छु त्यतिखेर मलाई ढुङ्गा बोक्न सघाउनु। जतिखेर बाँझो खेतहरू हुन्छ बाँझो बारीहरू हुन्छ नि तिनीहरूलाई खन्नका लागि तपाईँको दरिलो पाखुरा मलाई चाहिन्छ है, त्यो कुरा हो। जतिखेर सामाजिक चेन्ज ल्याउनका लागि विकृति विरुद्ध हामी बोल्नुपर्ने हुन्छ, सङ्घर्ष गर्नुपर्ने हुन्छ, अभियान चलाउनु पर्ने हुन्छ, त्यतिखेर तपाईँहरू पार्टिसिपेट भइदिनु। म जेनजीलाई त्यो रिक्वेस्ट गर्छु। उत्पादन माटो नछोइ हुँदैन, निर्माण ढुङ्गा नबोकी हुँदैन है, र आविष्कार दिमागको तपाईँको कसरत नगरी आविष्कार हुँदैन। उत्पादन निर्माण र आविष्कार गर्नलाई जेनजीले मलाई सघाउनु। तपाईँले श्रमदान नै गर्नुपर्छ, श्रमदानै गर्नुपर्छ अथवा भोलिन्टियरिङै गर्नुपर्छ भनेर भन्नुभयो होइन। कोही जनताले चाहिँ म कर तिर्छु सरकारलाई र जनप्रतिनिधिलाई चाहिँ मैले भोट दिएर यो काम गर्न मैले पठाएको, चुनावमा भोट दिएर जनताले पठाएपछि त यो आधारभूत कुरा पानी बत्ती यो सामान्य कुरा त मैले त पाउनु पर्यो नि, भन्न पाउने कि नपाउने? पाउने हो, राइट, भन्न पाउँछ। मैले भने त ट्याक्स इज कम्पलसरी होइन, श्रमदान इज भोलिन्टियरिङ होइन, त्यो भनेको चाहिँ भोलिन्टियरली गर्ने कुरा हो। किन हामीले श्रमदान गर्नुपर्छ भने नि सर, सरकारको बजेट कत्रो छ? यत्रो छ। समस्या कत्रो छ? यत्रो छ। आवश्यकता कत्रो छ? त्योभन्दा ठुलो छ। हामीसँग पैसा बजेटको आशा हेरिरहँदाखेरि तपाईँलाई 10 वर्ष कुर्नुपर्छ, तर तपाईँको 2टा हात छ भने तपाईँ हामीले सँगै काम गरौँ न, 10 महिनामा हुन्छ भने विच इज बेटर, त्यो बेटर वेमा जाऊँ न हामी भन्न खोजेको मैले। जस्तै तपाईँको यो गाउँको सबै यो ठाउँकोमा सबै 1000 जना मान्छे आएर ल एकचोटि सरसफाइ नै गरौँ, ल झारै उखेलो, अनावश्यक झार उखेलो, सडक सफा गरौँ, कस्तो मजा आउँछ क्या। म त त्यो मजाको रस लिइरहेको मान्छे म हो नि त। श्रमदानले समाज बन्छ, श्रमदानले स्वास्थ्य बन्छ, श्रमदानले देश बन्छ। यदि 3टा कुरा बन्छ भने श्रमदान किन नगर्ने? तपाईँ एउटा अधिकार र शक्ति सम्पन्न मेयर पद छोडेर संसदको निर्वाचनमा उठ्नुभयो, जित्न सक्नु भएन भने के छ तपाईँको? त्यस्तो त कुरै हुँदैन, त्यो कल्पना नगर्दा पनि हुन्छ त्यो चिज, कल्पना नगर्दा पनि हुन्छ। 100% जित्नुहुन्छ भने जित्छ। संस्कृतिले जितेन भने यो देश विदेशीले चलाउँछ, यति कुरा लेखेर राख्नु। अर्को सामान झुटो बोल्दैन, रुखो बोल्छ, झुटो चाहिँ बोल्दैन। हस्, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद। नमस्ते।